सन् 1975 जब नेपालको इतिहासमा एउटा यस्तो चमत्कारको सुरुवात भयो जसले छिमेकी देशहरूको समेत निद्रा उडाइदिएको थियो। 256 रोपनी जग्गामा फैलिएको एउटा यस्तो विशाल साम्राज्य जहाँ मानिसहरू चल्दा सिङ्गो देशको अर्थतन्त्र धड्किन्थ्यो। त्यो थियो हेटौँडा कपडा उद्योग। यो केवल एउटा कारखाना थिएन, यो त विदेशी कपडाको एकाधिकारलाई ध्वस्त पार्ने नेपालको सबैभन्दा ठुलो हतियार थियो। सेना, प्रहरी र सरकारी कर्मचारीका पोसाकदेखि आम नेपालीका कपडाहरू यही भित्रका आधुनिक मेसिनले तयार गर्थे। जबसम्म यहाँका मेसिनहरू चल्थे तबसम्म देशको अस्मिता र आत्मनिर्भरता सुरक्षित थियो। तर देशलाई नै इतिहासकै सबैभन्दा ठुलो आर्थिक महाशक्ति बनाउने यो उद्योग अचानक कसरी एउटा चिहानघारीमा परिणत भयो? यसको जवाब कुनै प्राकृतिक प्रकोप थिएन, बरु सिंहदरबारभित्र रचिएको एउटा भयानक र सुयोजित षड्यन्त्र थियो। देशमा व्यवस्था त बदलियो, तर नयाँ शासकहरूसँगै यो उद्योगमाथि गिद्धे नजरहरू पर्न थाले। बिस्तारै उद्योगलाई उत्पादन बढाउने थलो होइन, राजनीतिक दलका कार्यकर्ताहरू भर्ती गर्ने राजनीतिक अखाडा बनाइयो। क्षमता भएका इन्जिनियरहरू पाखा लगाएर सोर्स खोजका भरमा हाकिमहरू नियुक्ति भए, जसको उद्देश्य उद्योग बचाउनु होइन, कमिसन खानु थियो। मेसिनहरू बिग्रिँदै गए तर मर्मत गरिएन, प्रविधि पुरानो भयो तर अपग्रेड गरिएन। बजारमा विदेशी कपडा सस्तोमा भित्रनका लागि भित्रभित्रै ठुलो खेल खेलियो र अन्ततः सन् 2000 मा आएर यो देशकै गौरवको ढोकामा सधैँका लागि एउटा ठुलो तालचा झुन्ड्याइयो। त्यसपछिका 25 वर्षसम्म जे भयो त्यो हेर्दा लाग्छ यो देशमा कानुन होइन, माफियाको राज चल्थ्यो। करोडौँका मेसिनहरूमा खिया लाग्दै गयो, छानाहरू भत्किए र कारखानाको हाताभित्र भूत बस्ने झाडीहरू पलाए। हामी कपडामा पुरै परनिर्भर भयौँ र अर्बौं रुपैयाँ कपडा आयातका नाममा विदेशिन थाल्यौ। हरेक चुनावमा नेताहरू हेटौँडा पुग्थे, भत्केको पर्खाल अगाडि उभिएर भाषण गर्थे, तर चुनाव सकिएपछि ती आश्वासनहरू त्यही भत्केको छानामुनि पुर्एर गायब हुन्थे। जनताले पनि आश मारिसकेका थिए कि यो मृत शरीरमा अब कहिले सास फर्किने छैन। तर ठिक 25 वर्षपछि आजको यो समयमा एउटा यस्तो ट्विस्ट आएको छ जसले इतिहासको पर्खाललाई पुरै उल्टाइदिएको छ। वर्तमान उद्योग मन्त्रीको एउटा साहसिक कदमले यो मृत उद्योगको फाइल फेरि पल्टाएको छ र सरकारले यस्तो निर्णय गरेको छ जसको कसैले कल्पनासम्म गरेका थिएनन्। यो उद्योग अब कुनै नेता वा साधारण कर्मचारीको भरमा छोडिने छैन। नेपाली सेना, जसको अनुशासन, सुरक्षा र व्यवस्थापकीय कार्यक्षमतामाथि कसैले औँला उठाउन सक्दैन, अब फेरि त्यहाँका सुशासन कोठाहरूमा सैनिक बुटहरूको आवाज गुन्जिनेछ। मेसिनहरू बिउजिनेछन् र नेपालकै माटोमा बनेको कपडाले त्यसको सान फर्काउनेछ। यो निर्णयले आस्था जगाएको छ, तर पर्दा पछाडिका चुनौतीहरू अझै बाँकी छन्। के हिजो यसलाई ध्वस्त पार्ने भ्रष्ट तत्त्वहरूले सेनालाई सजिलै काम गर्न देलान्? के 25 वर्ष पुराना ती मेसिनहरूले आजको आधुनिक र डिजिटल बजारसँग प्रतिस्पर्धा गर्न सक्लान्? यो त समयले नै बताउनेछ। तर एउटा कुरा पक्का छ, खेल अब सुरु भएको छ। सरकारको यो कदम र उद्योगको यो नयाँ भविष्यबारे तपाईँलाई के लाग्छ? आफ्नो कडा विचार तल कमेन्टमा राख्नुहोला। अर्को भिडियोमा भेटौँला। नमस्ते।